सुर्खेतको भेरीगंगा नगरपालिका 2 का वडा अध्यक्ष चिरञ्जीवी बुढाले आफ्नो सेवा सुविधाबाट प्राप्त पारिश्रमिकले वडाभित्रका विद्यार्थीलाई न्यानो पोसाक सहित कापी कलम वितरण गरेका छन्। जनप्रतिनिधि भए बापत प्राप्त रकमबाट वडाभित्र रहेका सम्पूर्ण विद्यालयका बाल विकासदेखि कक्षा 5 सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई जाडो मौसममा न्यानो पोसाक सहित शैक्षिक सामग्री वितरण गरेको वडा अध्यक्ष बुढाले बताए। उनले पहिलो चरण अन्तर्गत मङ्सिर 25 गते सामुदायिक माध्यमिक विद्यालय मोहटी, चन्द्रसूर्य प्राथमिक विद्यालय कुकुरफाले, सिद्धचुली प्राथमिक विद्यालय चैते, जनज्योति माध्यमिक विद्यालय कालपानी र विश्वज्योति प्राथमिक विद्यालय देशथालमा शैक्षिक सामग्री वितरण गरेका हुन्। उनले हिजो शुक्रबार 4 गते मात्र भेरीगंगा 2 को माथल्नो भेग, श्री नेपाल राष्ट्रिय जनज्योति आधारभूत विद्यालय थर्मुसे र श्री चन्द्रसूर्य प्रावि लेक प्राजुलमा पुगी शैक्षिक सामग्री वितरण गरेका हुन्। भेरीगंगा नगरपालिकाको भूगोलको हिसाबले अन्य वडाभन्दा 2 नम्बर वडा निकै ठूलो छ। यहाँ 9 वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्, जसमध्ये बाल विकासदेखि कक्षा 5 सम्म 400 भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। ती सबैलाई अध्यक्ष बुढाले शैक्षिक सामग्री वितरण गरिरहेका छन्। श्री सामुदायिक माध्यमिक विद्यालय शनिमोरमा केही दिनपछि सामग्री वितरण गर्ने उनको तयारी छ। अध्यक्ष बुढाले भने, म सामुदायिक विद्यालयमा जाँदा ससाना विद्यार्थी टाढा टाढाबाट पढ्न आउने, कसैको कापी कलम नहुने र कसैको चिसो समयमा लगाउने न्यानो पोसाक पनि नभएको पाइयो। त्यसैले मेरो सेवा सुविधा बापत कुमारी बैंकमा रु 5 लाख रुपैयाँ जम्मा रहेछ। त्यसैलाई प्रयोग गरी विद्यार्थीलाई सहयोगको लागि यो कार्यक्रम गरेको हुँ। निर्वाचन हुनुभन्दा अगाडि हामी यही बाटो साधारण थर्मुसेबाट यहाँ आयौँ। त्यसपछि यहाँबाट हामी पञ्चमाले भएर हामी वडा कार्यालय गएर हामी उता गयौँ। विशेष गरी यहाँ आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्दाखेरि पनि म आएको थिएँ। यो चाहिँ स्वास्थ्य केन्द्रलाई यहाँ चाहिँ प्राथमिकता दिनुपर्छ, यहाँ चाहिँ भेरीगंगा सन्दर्भमा लेकप्राजुल अलिकति पिछडिएको ठाउँ हो भनेर चाहिँ यहाँ यो स्वास्थ्य चौक पनि स्थापना गऱ्यौँ। यो साप र हामी आएको थियौँ यहाँ त्यतिखेर पनि। विशेष गरी हामीले गर्ने काम भनेको अब विशेष गरी यो लेकप्राजुल सन्दर्भमा अलिकति यताको खानेपानी त अब एकचोटि पनि लिफ्ट गरेर खानेपानीको योजना पनि नाम छ। तपाईँहरूले चाहिँ यहाँ सहयोग गरिदिनु पर्ला जस्तो छ। किनभने पोहोर हामीले एउटा खानेपानी ट्याङ्की निर्माण गर्ने कुरामा त्यो बजेट सम्झौता भयो, फ्रिज भयो। यहाँ पनि अहिले यहाँ ढाँडगढ भित्ती खोलादेखि ग्याउली खोलासम्म भन्ने बाटो छ, त्यो तपाईँ समुदायहरूले लाग्नु पर्ला। विशेष गरी तपाईँहरू त महिलाहरू हुनुहुन्छ, यहाँ पुरुषहरू यहाँ भइदिएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ। किन राजनीति हामीलाई चाहिएको छैन, हामी विकास गर्ने हो जुनसुकै ठाउँमा। हामीले त्यसै गरी विकास गर्ने क्रममा हामी थर्मुसेसम्म गाडी साधनमा आयौँ। हामी निर्वाचन जाँदा त्यहाँ पनि हिँडेर गएको थियौँ, अहिले त्यहाँसम्म आयौँ। हाम्रो आश यहाँसम्म हिँड्ने साधन प्रयोग गर्ने छिटो सरितो केही समय अब 1 बजेसम्म पुग्छौँ भनेको 2 बजिहाल्यो हेर्नुहोस्। अब हामी पनि अब त्यहाँ स्कुलमा पनि आफ्नो तर्फबाट हामीले गर्ने कुरा त्यहाँ पनि गऱ्यौँ। अहिले चाहिँ हाम्रो विद्यालय 9 वटा विद्यालय छ, मावि 3टा, अरू चाहिँ यस्तै 7 वटा विद्यालय गरेर 6 वटा गरेर 9 वटा विद्यालय छ। 9 वटा विद्यालयमा यस्तै 402 जना करस विद्यार्थी हुनुहुन्छ। म यस्तै अब यहाँ आएँ, मैले के गरेँ भने कुमारी बैंकमा हामीले पाउने तलब भन्ने हुँदैन, हामीले सेवा सुविधा हुन्छ, इन्धन खर्च अथवा अनुगमन खर्च भन्ने हुन्छ, प्रदेश सरकारले बनाएको त्यो पैसा कुमारी बैंकमा सञ्चित भएको रहेछ। अनि त्यसपछि म धेरै विद्यालयहरू भएको कारणले यसो जाउँ न अनुगमन गरेर जाउँ भन्दा बाउले नि माया गर्ने, त्यसलाई त्यो काम पनि गर्ने भयो नि त, घरको काम पनि गरिदिने भए लगभग अब बुझ्ने टाइपको। उनीहरूलाई चाहिँ कपडा पनि गरिदिने, किताब पनि किनिदिने, त्यस्तो खालको भूमिका पढ्छ भन्ने। अब साना बालबालिका बच्चाहरूलाई कसैले वास्ता नगर्ने कि त्यस्तो खालको देखिसकेपछि म चाहिँ यहाँ चाहिँ एउटा स्टेसनरी चाहिँ 5 वटा 6 वटा कपीमा एउटा इङ्ग्लिस र 1 दर्जन सिसा कलम छ। यसमा मैले यहाँ मैले सौजन्य लेखेको छु। यहाँ मेरो नम्बर पनि हुन्छ, मेरो नम्बर छ यहाँ। तपाईँलाई कोहीलाई हुन्छ नि अब अध्यक्ष खोज्नु पऱ्यो भन्ने हुन्छ, नम्बर यहाँ छ, यहाँ उपलब्ध पनि हुन्छ। त्यसमा भने चाहिँ केटाकेटीलाई अब यो विद्यालयको अब हुनुहुन्न, अहिले टिचर हुनुहुन्न, अब यसलाई यही ड्रेसहरू यो लगेको ड्रेसहरू यी बालिका बाहेक अरूलाई चाहिँ दाइहरूले भाइहरूले नलगाइदिनु होला घरमा भएका। किनभने यिनीहरूलाई दिएको, यिनीहरूलाई मायाको चिनो हो नि त। कति बेला के हुन्छ भने यिनीहरू बुझ्दैन, बहिनी घरका भएकामा मैले लगाइदिन्छु भन्ने हुन्छ, त्यस्तो खालको नगराइदिनु होला।